हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू एनदर ब्लग एन्ड आज चाहिँ म काममा जाँदैछु र तपाईँहरूलाई कस्तो हुनुहुन्छ र मेरो दिन चाहिँ काम र सुताइ त्यस्तै गरी बितिरहेछ र आज चाहिँ म काममा जाँदैछु। यो चाहिँ मेरो कार होइन, यो भविष्यको मेरो कार हो, फ्युचर कारहरू हो। त्यो बबाल कार हुन्छ कि यहाँ बादल पनि लागिरहेको छ, अगाडि देख्न सक्नुहुन्छ तपाईँले। र म चाहिँ काममा जाँदैछु, घाम चाहिँ डुब्न लागेको छ र सनसेट हुने चाहिँ हाम्रो आजको कति 5 बजेर कति मिनट समथिङ त्यस्तै रहेको छ सनसेट हुने। र यहाँ सन भ्यू पनि देख्न सक्नुहुन्छ तपाईँले। र यता लोसन रहेको छ, यो चाहिँ 24 घन्टा खुल्छ यहाँको लोसन चाहिँ। यो चाहिँ जापानको 24 घन्टा खुल्ने पसल हो। र म चाहिँ काममा जाँदैछु र हावा पनि चलिरहेको छ, बादल टक्क लागिरहेको छ। त्यो बादलको माथि सरर चढेर उड्न पाए नि कस्तो आनन्द हुन्थ्यो होला। कार रोड यस्तो रहेको छ है, मलाई देख्न सक्नुहुन्छ। यस्तो सामान उठाउने यस्तो हुन्छ। र म चाहिँ हिँड्दैछु, बाटोमा छु, जाँदैछु काममा। र सबैजनाले सपोर्ट गर्नु होला। र जापानको अब म यो मन्थको लास्टतिर चाहिँ म अब कहाँ जाँदैछु भन्ने कुरो तपाईँहरूले बुझिसक्नु भयो होला। सायद विवेक लामाले कहीँ घुम्न जाने प्लानिङ गर्दैछ भन्ने बुझिसक्नु भयो होला। र मैले प्लानिङ गरेको छु र मेरो काम पनि छुट्टी मिलिसकेको छ र म खतरा ठाउँमा जाँदैछु। यस्तो बब्बाल भयो। लेट्स सी गाइज। कोनानको ठुलो गेम सेन्टर रहेको छ, कोनान प्रोको। र उत्तापट्टि चाहिँ हाम्रो धरहरा जस्तो घर रहेको छ। पुरै यस्तो हुन्छ कि यहाँ चाहिँ पाले दाइ। र अहिले चाहिँ हाम्रो सिङ्गो यहाँ रेड बलेको छ र म चाहिँ जाँदैछु। र फाइनल्ली गाइज तपाईँहरूले मलाई सपोर्ट गर्नुभएको छ र अझै पनि सपोर्ट गर्नु होला हाम्रो भिडियोलाई र मलाई माया गर्नु होला। र मलाई जति पनि माया गर्नुहुने साथीहरू हुनुहुन्छ उहाँहरूलाई थ्याङ्क यू सो मच। तपाईँहरूले यति साथ सपोर्ट दिनुभएको छ र अझै पनि हौसला र साथ सपोर्ट दिँदै जानु होला। भिडियोहरू राम्रो भ्लगहरू लिएर आउनेछु र आज चाहिँ काममा जाँदैछु। यहाँ चाहिँ बाटोमा यस्तो हुन्छ, घरको छेउमा यस्तो सुन्तला हुन्छ है, सानो सुन्तला भन्छ कि मुन्तला भन्छ यसलाई। यस्तो हुन्छ, यस्तो पार्क पनि हुन्छ, सानो यस्तो कोइनहरू हुन्छ। यहाँ चाहिँ बच्चाहरू खेल्ने कोइनहरू हुन्छ। र यो चाहिँ भित्रको अलि घरको रोड है त। यो चाहिँ सुन्तला यहाँ देख्न सक्नुहुन्छ अगाडि तपाईँहरूले। जापानमा चाहिँ होइन, टाइम गएको चाहिँ पत्तै नहुँदो रहेछ कि। जापानमा कति छिटो टाइम जान्छ एक दिन र सुतिसकेपछि ठ्याक्क बिहान भएको फिल हुन्छ कि। मलाई त त्यस्तै भइरहेको छ कि आजभोलि। किनभनेदेखि झपक्क निदाउँछु होइन, निदाएर उठ्दाखेरि त यस्तो उज्यालो भइसकेको हुन्छ कि होइन। मेरो काम चाहिँ जहिले 4 बजीसम्म हुन्छ र आएर 5 बजीतिर सुतिन्छु र 5 बजीतिर सुतेर उठ्दाखेरि त यति छरपस्ट पुरै घाम लागिरहेको हुन्छ। अनि त्यसपछि खाना बनाएर खाना खाएपछि अनि त्यसपछि फेरि रेडी भएर काममा जाने गर्छु। मेरो चाहिँ यस्तै गरी बितिरहेको छ दिनहरू। र यहाँ चाहिँ हामी मेन रोडमा आइपुगिसक्यो अहिले चाहिँ। र यहाँ चाहिँ रेड बलिरहेको छ, यहाँ खुलेको थियो, अहिले फेरि रेड बल्यो फेरि। म चाहिँ कहिलेकाहीँ दौडेर जानुपर्ने हुन्छ काममा, किनभने मलाई एक्सर्साइजको पनि जरुरत छ र एक्सर्साइज पनि गर्छु म। किनभने रनिङ गर्न जान्छु कहिलेकाहीँ समटाइम। र म चाहिँ यतिकै अब काममा जाँदाखेरि पनि अब रनिङहरू एक्सर्साइजहरू भएर हुन्छ त। यहाँ माथि देख्न सक्नुहुन्छ तपाईँहरूले, माथि क्रेन रहेको छ। यस्तो छतको माथि यस्तो डबल घर थप्न लागेको छ कि माथि यस्तो अग्लो घर बनाउनु लागेको छ। र त्यहाँ माथि चाहिँ क्रेन लगाइराखेको छ। यो कार चाहिँ मेरो भविष्यको कार। यो कार जसरी नै कुदाउँछु म जापानको रोडमा, हातै गल्यो। अहिले त सिङ्गो ठ्याक्कै खुलेको छ है। त्यो गाडी चाहिँ ठ्याक्कै यता आउन लागेको रहेछ र यहाँ चाहिँ ग्रिन लाइट बलिरहेको छ। र गाडी चाहिँ कस्तो खतरा रहेछ फुटबलको। एकछिन त थकाइ लिनु पऱ्यो, थकाइ लाग्यो गाइस। त्यो गाडी गयो।
थकै लाग्यो गाइस अलिअलि दौड्यो होइन सानो भयो र काम पनि आइपुग्न लाग्यो त्यहाँ माथि चाहिँ के को पुल तपाईँहरूले गाडी हिँड्ने पुल होला भन्ठान्नु भयो होला यो चाहिँ गाडी हिँड्ने पुल होइन यो पुलबाट चाहिँ ट्रेन हिँड्छ रेल आउँछ यहाँबाट चाहिँ है गाइस म त यहाँबाट जानुपर्ने हुन्छ यतापट्टि फाइनली गाइस म काम गर्ने ठाउँ चाहिँ आइपुग्न लागिसक्यो र आजको भ्लग हाम्रो यति नै रहनेछ आजको क्लिप्स यहाँसम्मै रहनेछ बाँकी नेक्स्ट भ्लगमा भेटौँ ल लभ यु एन्ड मिस यु एन्ड सपोर्ट गर्नु होला किप वाचिङ किप सपोर्टिङ किप लभिङ ट्रेन गयो है गाइस माथिबाट त्यो पुलबाट ट्रेन गयो र तपाईँले हाम्रो भिडियोलाई वाच गर्नु होला र किप सपोर्टिङ किप लभिङ एन्ड डोन्ट फर्गेट माई युट्युब च्यानल सब्सक्राइब गर्नु होला हाम्रो भ्लगलाई माया गर्नु होला र नेक्स्ट भ्लगमा भेटौँ ल बाई बाई